नमस्कार, अपन समाचारमा स्वागत छ। सुरु गरौँ मुख्य समाचारबाट। विराटनगरमा माइक्रो बस दुर्घटना हुँदा 10 जना घाइते, 6 जनाको अवस्था गम्भीर। नेपाल पत्रकार महासंघ प्रादेशिक समिति प्रदेश नम्बर 2 मा कांग्रेस, एमाले र माओवादीको वाम गठबन्धनको प्यानलमै विजयी। 13औं जिल्ला अधिवेशन वैशाख 31 गते हुने नेपाली कांग्रेस धनुषामा निश्चित। अमेरिकाले दक्षिण कोरियाबाट आफ्नो सेना हटाउने 80 करोड बढी अमेरिकी डलरमा भयो बचत। र आइपिएलमा सनराइजर्स हैदराबादको विजय, दिल्ली 7 विकेटले पराजित। अब समाचार विस्तारमा। विराटनगर महानगरपालिका 4 कोशी राजमार्ग माइक्रो बस दुर्घटना हुँदा 10 जना घाइते भएका छन्। इटहरीबाट विराटनगरतर्फ आउँदै गरेको 1J2874 नम्बरको माइक्रो बस शनिबार राति दुर्घटना भएको हो। सडकमा राखिएको डिभाइडरमा ठोकिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। घाइते मध्ये 6 जनाको अवस्था गम्भीर रहेको छ। घाइते हुनेमा विराटनगर 13 का सरोज थापा, तुलसा खड्का, निर्मला खड्का, भावना श्रेष्ठ, चन्द्रकला पोखरेल, दुर्गा पोखरेल गम्भीर रहेका प्रहरीले जनाएका छ। त्यस्तै अम्बिका खड्का, निर्मला थापा, धनमाया घिमिरे तथा माइक्रो चालक बुढी गंगा गाउँपालिका 3 का चन्द्र प्रसाद अधिकारीको सामान्य घाइते भएका छन्। घाइतेहरूको विराटनगर नर्सिङ होममा उपचार भइरहेको छ। शनिबार दिउँसो औरही नगरपालिका 1 का शिवशंकर महोत्तरी घरबाट सल्केको आगोले रामचन्द्र मण्डलको घर पूर्ण रूपमा जलेको छ। आगलागीबाट 2 लाख भन्दा बढीको क्षति भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ। आगलागीबाट मण्डलले सञ्चालन गर्दै आएको कुखुरा फर्म समेत जलेर नष्ट भएको प्रहरीले नायब उपनिरीक्षक मेघराज चौरासियाले जानकारी दिनुभयो। प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो। नेपाल पत्रकार महासंघ प्रादेशिक समिति प्रदेश नम्बर 2 मा कांग्रेस, एमाले र माओवादीको गठबन्धन प्यानलमा विजयी भएको छ। कांग्रेसको प्रेस युनियन, एमाले प्रेस चौतारी र माओवादी प्रेस सेन्टरको महागठबन्धन समितिको 21 सदस्य कार्य समितिको सम्पूर्ण पदमा विजयी भएको हो। अध्यक्षमा गठबन्धनका देवेन्द्र चौहान पर्सालले 342 मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्दी मधेसी गठबन्धनका वीरेन्द्र रमण धनुषाले 247 मत प्राप्त गरेका छन्। अध्यक्षका अर्का प्रत्याशी संघीय प्रेस फोरमका उम्मेद्वार विजय कुमार पर्साले 117 मत प्राप्त गरेका छन्। त्यस्तै गरी उपाध्यक्षमा गठबन्धनका केसी लामिछाने पर्सा, महिला उपाध्यक्ष रिङ्कु कुमारी मिश्र धनुषा, महासचिवमा किरण कुमारी कर्ण धनुषा, कोष अध्यक्ष प्रवीण शाह धनुषा विजयी भएका छन्। सचिवमा गुरुप्रसाद गौतम र समावेशी सचिवमा रामनारायण विश्वास विजयी भएका छन्। धनुषाबाट सदस्यमा राजन सिंह निर्वाचित भएका छन्। हरेक पदमा निकटतम प्रतिद्वन्दीका रूपमा मधेसी गठबन्धन देखिएका छन्। करिब 100 मतदान्तरले महागठबन्धन हरेक पदमा विजयी भएको छ। 16 पदका लागि शनिबार निर्वाचन भएको थियो भने 5 जना यस अघि नै विरोध भएका छन्। आम निर्वाचनमा सँगै चुनाव लडेका, प्रादेशिक सँगै सरकार बनाएका राजपा र फोरमको संगठन यस निर्वाचनमा एक हुन नसक्दा हार बेहोर्न परेको पत्रकारहरूले बताएका छन्। निजी विद्यालयले बढाएको शुल्क फिर्ता गराउन सरकारले अनुगमन समिति गठन गर्ने भएको छ। शनिबार शिक्षा मन्त्री, शिक्षा मन्त्रालय र विभागीय पदाधिकारीसँग महानगरपालिका, नगरपालिका, प्याप्सनका अध्यक्ष तथा अभिभावक प्रतिनिधि उपस्थित बैठकको निजी विद्यालयको संस्थागत विद्यालय शुल्क मापदण्ड निर्देशिका 2072 लाई कार्यान्वयन गर्दै गैर कानुनी रूपमा बढाइएको शुल्क फिर्ता वा संयोजन गर्ने सहमति गरेको छ। सहमतिसँगै सरकारले अब विद्यालयले जथाभावी शुल्क लिएको भए फिर्ता गराउन समिति गठन गर्ने भएको हो। त्यसको लागि अब छिटै अनुगमन समिति गठन गरेर तोकिएको भन्दा धेरै शुल्क लिने विद्यालयलाई फिर्ता वा संयोजना गर्न लगाउने तयारी भएको मन्त्रालयका सचिव खगराज बरालले बताउनुभयो। यस्तै बैठकले विद्यालय
हप्ताभित्र झोला विद्यालय पोशाक पाठ्य पुस्तक बिक्रीमा पनि तत्काल रोक लगाउने निर्णय गरेको छ। सहमतिसँगै विद्यालयले बढाएको शुल्क फिर्ताको माग गर्दै आन्दोलन गरिरहेका विद्यार्थी संगठनले आन्दोलनका कार्यक्रम फिर्ता लिएको घोषणा गरेका छन्। समाचारमा विश्रामपछि 13औं जिल्ला अधिवेशन वैशाख 31 गते हुने नेपाली कांग्रेस धनुषामा निश्चित। अमेरिकाले दक्षिण कोरियाबाट आफ्ना सेना हटाउने 80 करोड बढी अमेरिकी डलर भयो बचत। र आइपिएलमा सनराइज हैदराबाद विजय, दिल्ली 7 विकेटले पराजित। विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकी समाचार। प्रतिनिधि सभा निमावली मस्यौदा समितिले प्रतिनिधि सभा सञ्चालन निमावली मस्यौदालाई अन्तिम रूप दिएको छ। शनिबार सिंहदरबारमा बसेको समितिको बैठकले असहमतिका विषयमा छलफल गरी प्रतिनिधि सभा अन्तर्गत गठन हुने समिति संख्या बाहेकका विषय सर्वसम्मति 7 मस्यौदाले अन्तिम टुङ्गो लगाएको हो। 3 वर्ष वा सोभन्दा बढी कैद हुन सक्ने फौजदारी मुद्दा लागेको सांसदहरूलाई अदालतले पूर्ण पक्षका लागि थुनामा पठाएको अवस्थामा त्यसमा सांसदहरू तत्कालै निलम्बन हुने नहुने भन्ने विषयमा लामो समयदेखि विवादित बनेको थियो। यो विषयलाई 2 भागमा छुट्याएर भाषामा केही परिमार्जन गरी समितिले सहमति जुटाएको हो। आजको निर्णय के हो सर? आज प्रतिनिधि सभाको नियमावली अन्तिम भएको छ। अन्तिम निर्णयमा हामी पुगेका छौँ। विगतमा भएका केही असहमतिहरूलाई आज हामी टुङ्ग्याएका छौँ। विशेष गरी 3 वर्ष वा सोभन्दा बढी कैद सजाय हुन सक्ने मुद्दामा पूर्वपक्षका लागि थुनामा पठाएका माननीय सांसदहरू निलम्बित हुने कि नहुने, कैद बसिरहेका सांसदहरू निलम्बित हुने कि नहुने भन्ने जस्ता विषयमा हामीले त्यसलाई थोरै छुट्याएका छौँ। पूर्वपक्षका सिलसिलामा थुनामा बसेको अभियुक्त सांसदहरू छन् भने उनीहरू निलम्बित नहुने, निलम्बित शब्द राखिएको छैन, तर उनीहरूले पाउने सेवा सुविधा लगायत सांसदको हैसियतले कुनै पनि पाउने अधिकारको प्रयोग गर्न पाउने छैनन् भने कैदमा बसिरहेका सांसदहरू स्वतः नै निलम्बित हुने जो व्यवस्था छ त्यही व्यवस्थालाई कन्टिन्यू गरेर त्यसलाई 2 भागमा हामीले चाहिँ छुट्याएका छौँ। एउटा दोस्रो समितिका सन्दर्भमा हामीले यसअगाडि पनि विगतमा सहमति नै गरेको विषय हो, तर केही मान्यहरूले त्यसमा विमति जनाएर 10 सङ्ख्या घटाएर 7 हुनुपर्ने भन्ने कुरा राख्नुभएको छ। त बहुमतबाट 10 समिति नै निर्णय भएको छ। यसरी हामीले प्रतिवेदन अब भोलि नै प्रतिनिधि सभाको पहिलो हाउसमा पेश गर्ने गरी आजबाट प्रतिनिधि सभा नियमावली समितिको काम सम्पन्न गरेका छौँ। यी 2टा विवादित विषयहरूलाई चाहिँ निर्णय गर्दाखेरि अपनाएको प्रक्रिया के हो? अनि निलम्बनको सन्दर्भमा सभामुखज्यूले सर्वदलीय बैठकको पनि आयोजना गर्नुभयो। हामीले पनि विभिन्न बायोलेटरल टकहरू नेताहरू सबैसँग कुराकानीहरू धेरै चरणका गऱ्यौँ। समितिमा धेरै पटक बस्यौँ र निष्कर्षमा हामी चाहिँ पुग्यौँ कि सांसद जनताभन्दा माथि होइन। सांसदलाई विशेषाधिकारको नाममा अपराध गर्दा पनि उनीहरू सांसदकै हैसियतले काम गर्न पाउनुपर्ने, जेल बस्दाखेरि अन्तिम फैसला भएर जेल बस्दा पनि सांसद पद निलम्बन नहुने भन्ने ढङ्गबाट जो आएको थियो त्यो चाहिँ अस्वीकृत भयो। खालि पूर्वपक्षको सिलसिलामा थुनामा बसेको अवस्थामा निलम्बित शब्द नराखे पनि निलम्बनको जे भावना हो त्यो भावना अनुसार हुने गरी अपराध। विशेष गरेर प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले निमावलीमा भएको व्यवस्थालाई तोडमोड गरेर सरकारले विपक्षीमा सांसदहरूलाई कुनै पनि बेला राजनीतिक प्रतिशोधन सोध्न सक्ने भन्ने अभियोग पारित नभएसम्म सांसद पदबाट निलम्बन गर्न नहुने अडान लिँदै आएको थियो। 10 वटा समिति रहे गरी मस्यौदा बहुमतबाट पारित भएको भए पनि फरक मत सहितको प्रतिवेदन प्रतिनिधि सभा बैठकमा पठाइने मस्यौदा समितिका संयोजक कृष्ण भक्त पोखरेलले जानकारी दिनुभयो। बस्दाखेरि अन्तिम फैसला सांसद जनताभन्दा माथि होइन। सांसदलाई विशेषाधिकारको नाममा अपराध गर्दा पनि उनीहरू सांसदकै हैसियतले काम गर्न पाउनुपर्ने, जेल बस्दाखेरि अन्तिम फैसला भएर जेल बस्दा पनि सांसद पद निलम्बन नहुने भन्ने ढङ्गबाट जो आएको थियो त्यो चाहिँ अस्वीकृत भयो।
खालि पूर्वपक्षको सिलसिलामा थुनामा बसेको अवस्थामा निलम्बित शब्द नराखे पनि निलम्बनको जे भावना हो त्यो भावना अनुसार हुने गरी अपराधलाई प्रश्रय दिने काम भएन, अपराधलाई निरुत्साहित गर्ने काम भएको छ। भनेको हामीले यी दुईटै निर्णय लिएको चाहिँ बहुमत। यसअघि 2070 र 2073 सालको नियमावलीमा फौजदारी मुद्दा लागेको सांसदहरूलाई अदालतले पूर्ण पक्षका लागि थुनामा पठाएको अवस्थामा सांसद पदबाट स्वतः निलम्बित हुने व्यवस्था गरिएको थियो। नेपाली कांग्रेस धनुषा 13औं जिल्ला अधिवेशन वैशाख 31 गते हुने निश्चित भएको छ। पार्टी कार्यालयमा आज बसेको जिल्ला कार्य सम्पादन समितिको बैठकले वैशाख 31 गते जिल्ला अधिवेशन गर्ने निर्णय गर्दै समिति तथा उपसमितिहरू गरेको छ। बैठकले मूल व्यवस्था समिति, मञ्च व्यवस्थापन समिति, भोजन व्यवस्थापन, प्रचार प्रसार समिति लगायत गठन गरेको हो। 2 वर्ष अघि नै हुनुपर्ने धनुषा जिल्ला अधिवेशन पार्टीको आन्तरिक विवादका कारण हुन सकेको थिएन। यसअघि पटक पटक मिति तोकिए पनि अन्तिम समय आएर अधिवेशन स्थगित हुँदै आएको थियो। केन्द्रीय महाधिवेशन अघि नै भइसक्नुपर्नेमा जिल्ला अधिवेशन धनुषामा मात्र हुन बाँकी छ। यसपटक भने मिति नसार्ने नेताहरूले दाबी गरेका छन्। त्यस्तै जिल्ला कार्य सम्पादन समितिले बैठकले वैशाख 28 गते जनकपुरमा हुन लागेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिनन्दन समारोहमा सहभागिता जनाउन नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ। बैठकमा जिल्ला सभापति तथा प्रदेश नम्बर 2 का पार्टीका संसदीय दलका नेता राम सरोज यादव, जिल्ला सचिव सन्तोष यादव लगायत सहभागी थिए। नेपाल भेटनरी एसोसिएसन प्रदेश नम्बर 2 को प्रथम सर्वसाधारण यादव एवं अधिवेशन सम्पन्न भएको छ। जनकपुरमा आज भएको प्रदेश 2 को पहिलो अधिवेशन डाक्टर जयप्रकाश यादवको नेतृत्वमा कार्य समिति गठन गरेको छ। एसोसिएसन उपाध्यक्ष डाक्टर सुनिल कुमार यादव, सचिवमा डाक्टर पुष्पेन्द्र कुमार शाह, सहसचिव डाक्टर जुही कुमारी ठाकुर र कोषाध्यक्षमा डाक्टर भरत झा निर्वाचित भएका छन्। त्यस्तै सदस्यहरूमा डाक्टर प्रदीप कुमार मण्डल, डाक्टर मनिष मण्डल, डाक्टर विनोद गुप्ता र डाक्टर सुमन सिंह चुनिएका छन्। साधारण सभामा 9 जना वरिष्ठ पशु चिकित्सकहरूलाई सम्मान गरिएको थियो। सभामा प्रदेश 2 का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र राय यादव, कृषि सचिव डाक्टर विजय चन्द्र झा, एसोसिएसनका केन्द्रीय महासचिव डाक्टर राजेन्द्र प्रसाद यादव, 2 नम्बर प्रदेश संयोजक डाक्टर विनोद कुमार यादव लगायतको सहभागिता थियो। नेपाल भेटनरी एसोसिएसन पशु चिकित्सकहरूले संगठन हो। यो एसोसिएसनले पशुपालन सम्बन्धी तालिम दिने लगायतका किसानका हक हितका लागि काम गर्दै आएको छ। एसोसिएसनको स्थापना 2024 सालमा भएको हो। अब फेरि समाचारमा विश्रामपछि अमेरिकाले दक्षिण कोरियाबाट आफ्ना सेना हटाउने 80 करोड बढी अमेरिकी डलर भयो बचत र आइपिएलमा सनराइज हैदराबाद विजयी, दिल्ली 7 विकेटले पराजय। विश्रामपछि फेरि समाचारमा स्वागत छ। अब बाँकी समाचार। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले श्रमिकहरूकै सरकारमा भएकाले श्रम र श्रमिकको सधैँ सम्मान गरिने बताउनु भएको छ। शनिबार राजधानीमा आयोजित सङ्घीय संरचना, अस्थायी करार, ज्यालादारी तथा ठेकेदारी कर्मचारीहरूको व्यवस्थापन सम्बन्धी अन्तर्क्रियामा मन्त्री विष्टले श्रमजीवीका समस्याबाट सरकार टाढा रहने आश्वासन दिनुभएको हो। आधारभूत तहका जनताले जीवनलाई माथि उठाउने अठोट सरकारले लिएको भन्दै उहाँले श्रम र सरकारलाई फरक ढङ्गले नबुझ्न आग्रह गर्नुभयो। श्रमजीवी जनताले सरकार हो भन्ने महसुस गर्ने गरी सरकारले व्यवस्थापन गर्ने उल्लेख गर्दै उहाँले आफूलाई सरकार ठानेर सरकारको अभियानमा साथ दिन सम्पूर्ण श्रमजीवीहरूलाई आह्वान गर्नुभयो। जनताको सरकार हो यो सरकार, श्रमजीवी दाजुभाइ दिदीबहिनीहरूको सरकार हो। यसकारण श्रमजीवी दाजुभाइ दिदीबहिनीहरूका समस्याहरूबाट यो सरकार टाढा रहँदैन। आधारभूत तहका जनताको जीवनलाई माथि उठाउने अठोट यो सरकारले लिएको छ। यसकारण यहाँहरूले सरकारलाई फरक ढङ्गले बुझ्ने र सरकार एउटा पाटो, यहाँहरू अर्को पाटो भनेर बुझिरहनु पर्दैन।
म यहाँहरूलाई आग्रह गर्न चाहन्छु कि स्वयं यहाँहरू सबैले आफूलाई सरकार ठानेर सरकारको यो अभियानमा अगाडि बढ्नको लागि म आह्वान गर्न चाहन्छु तपाईँहरूलाई। संघीय शासन प्रणालीबाट मन्त्री विष्टले आगामी साउनदेखि श्रमिकहरूको न्यूनतम पारिश्रमिकता वृद्धि गरिने र न्यूनतम भन्दा तल नरहने गरी सबै श्रमिकको पारिश्रमिक सुनिश्चित पनि प्रदान गरिने प्रतिबद्धता जनाउनुभयो। न्यूनतम पारिश्रमिक लागू हुने गरी वृद्धि गर्ने गरी एउटा पारिश्रमिक निर्धारण समिति समेत सरकारले गठन गरिसकेको छ। यो परिप्रेक्ष्यमा आउँदो श्रावण 1 गतेदेखि लागू हुने गरी न्यूनतम पारिश्रमिक वृद्धि गरिनेछ। म सबै श्रमिक दाजुभाइ दिदीबहिनीहरूको लागि यही कुरा म प्रतिबद्धता व्यक्त गर्न चाहन्छु, यही कुरा यहाँका बीचमा जानकारी गराउन चाहन्छु। म फेरि अर्को कुरा राख्न चाहन्छु कि सरकारले न्यूनतम पारिश्रमिक भनेर जुन प्रकारले तोक्ने छ, न्यूनतम पारिश्रमिकको सीमाभन्दा तल नरहने गरी सबै श्रमिकको पारिश्रमिकको सुरक्षितता प्रदान गरिनेछ, यसको ग्यारेन्टी गरिनेछ। सामूहिक छ, गर्नुपर्ने पनि हो, तर त्यो मुद्दा के हो भनेदेखि सबै सामाजिक सुरक्षा कार्यक्रम मार्फत सुरक्षाको प्रत्याभूति दिने सन्दर्भमा सरकारले आश्वासन व्यवस्था मिलाउँदै गरेको उल्लेख गर्दै मन्त्री विष्टले आगामी 1 वर्षभित्र सामाजिक सुरक्षाको कार्यक्रम सुरु गरिने बताउनुभयो। अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष गणेश रेग्मीले मान्छेले खरिद गरी काममा जोताउने व्यवस्थाको तत्काल अन्त्य गर्न सरकारको ध्यानकर्षण गराउनु भएको छ। राजधानीमा शनिबार आयोजित कार्यक्रम उहाँले सार्वजनिक खरिद ऐनमा मान्छे किन्ने व्यवस्था गरिएको भन्दै तत्काल खारेज गर्नुपर्ने माग गर्नुभएको हो। अस्थायी करार र ज्यालादारी श्रमिकहरूको पेटभर खान नपाउने अवस्था अहिले पनि रहेको भन्दै उहाँले सामाजिक सुरक्षा नियमावली जारी गरी सबै श्रमिकलाई ऐनभित्र ल्याएर सामाजिक सुरक्षा कोष कार्यान्वयन हुने अवस्था निर्माण गर्नुपर्ने बताउनुभयो। श्रमिकलाई बमको संज्ञा दिँदै उहाँले श्रमिकमा मागलाई व्यवस्था गरिने भने त्यसले ठूलो नोक्सानी बेहोर्नुपर्ने चेतावनी दिनुभयो। न्यूनतम ज्याला कार्यान्वयन हुने, त्यसैगरी सामाजिक सुरक्षा कोष ऐन कार्यान्वयन हुने अवस्था निर्माण हुनुपर्दछ। मान्छेलाई खरिद गर्ने र काममा जोताउने प्रथा तत्काल अन्त्य हुनुपर्दछ। सार्वजनिक खरिद ऐनमा मान्छे किन्ने व्यवस्था जुन गरिएको छ त्यसको तत्काल खारेज हुनुपर्दछ। यदि यो मेरो चेतावनी होइन, म ध्यानाकर्षण र गम्भीर रूपमा दिनको लागि मन्त्रीजीलाई आग्रह गर्दछु। यो मास माओवादीको भाषामा सिंहदरबारभित्र सरकार आफैले बनाउँदै गरेको बम हो। सिंहदरबारभित्र सरकारले बम बनाइरहेको छ। हाम्रो अगाडि उभिएको यो बम हो। यो पड्किँदा यो त आफै सिद्धेको छ, तर यसले धेरैलाई सिद्ध्याउनेवाला छ। सरकारको हातमा देखिएको समाजवाद उन्मुख संविधानबाट समाजवाद प्रति ललायित लाखौं जनतामा आशा पलाएको भन्दै उहाँले श्रमिक वर्गको माग सम्बोधन गर्दै मुठ्ठीभर मान्छे मात्र मोटाउने परिपाटीको अन्त्य गर्न माग गर्नुभयो। चौडा बाटामा गाडी दौडाउने अस्थायी कर्मचारीसँग कुनै कार छैन। यिनीहरूलाई पेटभरि खाएर काम गर्ने वातावरण चाहिएको छ। चिल्ला गाडी, चौडा बाटा, चिल्लो सडक धनी पुँजीपतिहरूको लागि हो। अनि ठुल्ठुला आयोजनाहरू नाफा कमाउनेहरूको लागि हो। हामी विरोध गर्दैनौँ, तर कसका लागि काम हुन्छ, समृद्धि कसका लागि हुन्छ? यदि निम्न वर्गको तल्लो तहको श्रमिकको अनुहार खुसी हुँदैन, उस शिक्षामा आफ्नो बालबच्चा पढाउनको लागि ढुक्क हुने अवस्था निर्माण हुँदैन, ऊ उपचारमा ढुक्क हुँदैन, उसलाई रोजगारीको ग्यारेन्टी जबसम्म हुँदैन, उसलाई आवासको व्यवस्था जबसम्म हुँदैन, अनि विकास र समृद्धिको नारा त्यो केही मुठ्ठीभर मान्छेहरूको लागि मात्रै हुन्छ।
श्रमिकहरू खोलाको किनारा र सार्वजनिक स्थानमा छाप्रो हालेर बस्ने अवस्था रहेको भन्दै उहाँले श्रमिकका लागि सुरक्षित र सुविधा सम्पन्न आवास निर्माण गर्न सरकारको ध्यानकर्षण गराउनुभयो। उहाँले तल्लो र निम्न वर्गको श्रमिकको अनुहारमा खुसी र सम्पूर्ण रूपमा सुरक्षित भएको प्रतिभूति गर्दै नसक्ने हो भने सरकारको विकास र समृद्धिको नारा मुठ्ठीभर मान्छेका लागि मात्रै हुने टिप्पणी गर्नुभयो। अपार्टमेन्टहरु बनाइदिने, हाउसिङहरु बनाइदिने, 3वटा 4वटा कोठाको तपाईहरुलाई अपार्टमेन्ट महिनाको 2025 मा बस, सरकारलाई मासिक रूपमा कमाएर तिर, राम्रो अपार्टमेन्ट, बत्ती, धारा, पानीको व्यवस्था भएको, त्यही अपार्टमेन्टको छेउमा स्वास्थ्य चौकी, त्यही अपार्टमेन्टको छेउमा चाइल्ड केयर सेन्टरहरु, शिशु सेवा केन्द्रहरु भएको तपाईहरुले बस व्यवस्था गरिदिनु भयो भने के अपराध हुन्छ? अनि समाजवाद उन्मुख संविधान भनेर मजदुरले कहाँबाट अनुभूत गर्ने आफ्नो जीवनमा? जब उनीहरू सम्पूर्ण कुराहरूबाट सुरक्षित हुँदैनन्, जबसम्म उनीहरू आफ्नो भविष्य सुनिश्चित भएको महसुस गर्दैनन्, कहाँबाट समाजवाद आउँछ? कहाँबाट समृद्धि हुन्छ? उहाँले मजदुरले आफूले जबसम्म सम्पूर्ण विषयबाट सुरक्षित भएको महसुस गर्दैन तबसम्म मुलुकमा समाजवादको अनुभव गर्न नसकिने तर्क गर्नुभयो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले दक्षिण कोरियाबाट आफ्ना सैनिक फिर्ता गर्ने भएको छ। उत्तर कोरियाली नेता किम जोङ उनसँग अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भेटवार्ताको तिथि निश्चित भएको बेला अमेरिकाको यो निर्णय सार्वजनिक भएको हो। ट्रम्प र किम बीच आगामी जुन 22 मा भेटवार्ता हुने निश्चित भएको अधिकारीहरूले बताएका छन्। भेटवार्ता सिङ्गापुर वा अन्य कुनै असैन्य क्षेत्रमा हुन सक्ने अनुमान गरिए पनि स्थान निश्चित भइसकेको छैन। यसैबीच राष्ट्रपति ट्रम्पले दक्षिण कोरियामा तैनात आफ्ना सैनिक फिर्ता गर्न रक्षा मन्त्रालयलाई निर्देशन दिइसकेको अमेरिकी अधिकारीहरूले बताएका छन्। उत्तर कोरियाको सम्भावित आक्रमण रोक्न भन्दै अमेरिकाले दक्षिण कोरियामा आफ्ना 28,500 अमेरिकी सैनिक तैनात गरेका छ। अमेरिकी सेना फिर्तामा दक्षिण कोरियाले भने विरोध गरेको छ। दक्षिण कोरियामा खटिएका सेनाका लागि अमेरिकाले 80 करोड बढी अमेरिकी डलर खर्च गर्दै आएको बताइन्छ। त्यति नै रकम दक्षिण कोरियाले बेहोर्दछ। तर पनि उत्तर कोरियाको परमाणु आक्रमणको त्रास रोक्न नसकेको भन्दै आलोचना हुँदै आएको थियो। अब खेल समाचार। इन्डियन प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा सनराइज हैदराबादको विजयी भएको छ। शनिबार भएको खेलमा हैदराबादले दिल्ली डेयरडेभिल्सलाई 7 विकेटले हरायो। टस जितेर ब्याटिङ रोजेको दिल्लीले प्रति 20 ओभरमा 5 विकेट गुमाउँदै 163 रन बनाएको थियो। दिल्लीका लागि पृथ्वी शाहले 36 बलमा 65 रन बनाएका थिए। उनले 6 चौका र 3 छक्का प्रहार गरेका थिए। त्यस्तै श्रेयस अय्यरले 44 रन बनाए। बलिङतर्फ रसिद खानले 2 विकेट लिए भने सिद्धार्थ कैलले 1 विकेट लिए। 164 रनको लक्ष्य हैदराबादले 3 विकेटको क्षतिमा 1 बल अगावै पूरा गर्यो। हैदराबादका लागि एलेक्स हेल्सले 45 रनको योगदान दिए। त्यस्तै शिखर धवनले 33, केन विलियम्सले 32, युसुफ पाठनले 27 र मनीष पाण्डेले 21 रन बनाए। अन्त्यमा मुख्य समाचार पुनः एकपटक। विराटनगरमा माइक्रो बस दुर्घटना हुँदा 10 जना घाइते, 6 जनाको अवस्था गम्भीर। नेपाल पत्रकार महासंघ प्रादेशिक समिति प्रदेश नम्बर 2 मा कांग्रेस, एमाले र माओवादी महागठबन्धनको प्यानलमा विजयी। 13औं जिल्ला अधिवेशन वैशाख 31 गते हुने नेपाली कांग्रेस धनुषामा निश्चित। अमेरिकाले दक्षिण कोरियाबाट आफ्ना सेना हटाउने 80 करोड बढी अमेरिकी डलरको भयो बचत। र आइपिएलमा सनराइजर्स हैदराबाद विजयी, दिल्ली 7 विकेटले पराजित। हवस् त अहिलेलाई समाचार यति नै। पल पल खबर तेज नजर अपन टेलिभिजन हेर्दै गर्नुहोला। नमस्कार।